उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अन्तरिम आदेश जारी गरेको थियो। तर अहिले उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले आदेश दिएको हो। नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध मुद्दामा अनुसन्धान गर्न अनुमति लिएको थियो। आज असार काठमाडौँ पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्ने भन्दै आदेश जारी गरेको हो। विद्युतीय कारोबार मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो। आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए। प्रारम्भिक सुनाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो भने अहिले पत्रकार दिलभूषण पाठकले न्याय पाएका छन्।